गाइस वेलकम ब्याक टु माई च्यानल है। स्वागत छ तपाईँलाई। र हामीले चाहिँ फ्लिपकार्टमा एउटा सामान मगाएको थियो है धेरै अगाडि, र त्यो सामान चाहिँ आज आइपुगेछ है। आइ त पुग्यो, आज आइ त पुग्यो, तर र त्यो सामान चाहिँ अब यहाँ मनसङसम्म अब ल्याउनु असुविधा भएकोले गर्दा है हामी सिधै अलगढै जाँदैछौँ है। सिधै अलगढा जाँदैछौँ। अलगढामै रिसिभ गरेर अलगढाबाट चाहिँ ल्याउनु पर्ने छ है। र यस्तो गरम भइरहेको छ। अब हामी चाहिँ निक्लिन आँटेको है। र अब हेलमेट लाउने काम गरौँ है। हेलमेट लाग्छ। अब अलगढा जाँदा त हेलमेट लगाएर जानुपर्छ, बाटोमा चेकिङ हुनसक्छ। के खाइस है, रेडी भइसक्यौँ है। अब चाहिँ लाग्ने है। सबैले स्कुटीमै ल्याउने छौँ त्यो सामान चाहिँ है। स्कुटीमा जानेछौँ। गाडी पनि थियो, गाडी धोइरहेको छौँ, तर गाडी चाहिँ नलाने, स्कुटी लाने है। स्कुटीमा जाने आज है। अब चाहिँ लाग्न आँटेको है। ल निक्ल है। ल अब चाहिँ म स्कुटी घुमाउँदै गर्छु हो। अहिलेको वेदर भन्नुपर्दा यस्तो छ वेदर चाहिँ। यसमा लिपस्टिकमा हालिदिएको पनि नदेख्दो रहेछ। ओके गाइस, हामी त लाग्यो है अलगढा पुगेर देखाउँदैछु के लिने चाहिँ कब होला अहिले सरप्राइज। अहिले हामी अलगढा गएर चाहिँ फ्लिपकार्टको सामान चाहिँ यहाँ तपाईँलाई देखाउँदैछौँ। त्यो सामान चढियो गाइस। लागेको लाभापट्टि गाइस आउँछ लाग्यो हामी है। गाइस माथि हेरिहाल्नु होला है के छ। अम्बो कस्तो कस्तो गाडी आउँदो रहेछ हौ। एकछिन डर लाग्यो, त्यहाँ टर्निङमा पुगेछ नि त। ओके गाइस, अब लाग्यो हामी अलगढा। फ्लिपकार्ट कि कता हो, के कार्ट म सोध्छु फ्लिपकार्ट कहाँ छ सोध्छु फ्लिपकार्ट कहाँ छ म सोध्छु। हाल न कहाँ पर्ख न, अब यहाँ कहाँ सोध्नुपर्छ होइन यस्तो हाल न तिमीहरूको के हाल्नु अहिले कस्तो सोध्थ्यो ए म सोध्छु कता फ्ल्याग गरेर आऊ उकालो हो के अलगढा त आइपुग्यो हो। उकालो हो के उकालो ओके। यो त अब सिधै यो त अब पेदुङ जाने बाटो, पेदुङ जाने बाटो कहाँ छ अरे? यता कता छ फ्लिपकार्टको, यता कता छ फ्लिपकार्ट। यहाँ सोध्नु ल, यहाँ सोध्नु खै ए त्यहाँ रहेछ। आमा देखाउन नि त ले लु। यसो गरेर क्यामेरा देखाउनुपर्छ त हौ। हातले यसो गर्छ के भयो आइपुग्यो गाइस है। यस्तो गएर चाहिँ
यता राखौँ है यहाँ खाली रहेछ हो यो जग्गामा चाहिँ गाइज है फ्लिपकार्ट फिसमा स्टोरमा चाहिँ सामान चाहिँ पुरै रहेछ हो तर कुन सामान हो यहाँ सोध्नु पर्ने छ सामान यही अन्त लु सामान चाहिँ यो रहेछ है अब यो अनबक्सिङ चाहिँ घरमा हुन्छ यो चाहिँ भिडेर चाहिँ ब्याग जस्तो बनाएको चाहिँ लाने छ यसलाई चाहिँ हामीले अब गाडी ल्याइ भएन यत्रो टाढा आएपछि लानै पऱ्यो है हो अन्त ब्याग जस्तो बनायो भिड्यो क्या टक्कै भिडेर चाहिँ जानेछौँ है आयो मान्छेले देखा हार खानु हुँदैन डर के आगे जिते भनेको छ क्या माछा 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 ए माछा देखाउन यता देखाउन ओके गाइस ल्याइपुऱ्यायो है हामीले चाहिँ यो सामान है हेर्नुलाई कत्रो सामान छ है र तपाईँले गेस गर्नु क्या यो चिज चाहिँ के हो तपाईँले गेस गर्नु सक्यो भने चाहिँ तपाईँहरूलाई स्पेसल गिफ्ट हुनेछ हो यो चाहिँ के हो र तपाईँले कमेन्टमा भन्नु होला यो चिज चाहिँ के हो भनेर है सामान चाहिँ यहाँ राख्दैछु म ओके गाइस है अनबक्सिङ हुँदैछ लु 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 अनबक्सिङ गर सायदले अनबक्सिङ गर्दैछ गाइस है हेर्नु होला लु अनबक्सिङ हुँदैछ यसको है लु 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 एक्साइटेड भएर अनबक्सिङ हुँदैछ उहाँको है म चाहिँ हत्तु लु आवेन पनि आउनु हुँदैछ है लु अनबक्सिङ के चाहिँ रहेछ भित्र हेरौँ त लु के रहेछ छिटो 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 के रहेछ छिटो 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 के रहेछ तान तान छिटो 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 सकेन नान्नु के रहेछ आयो झक्कै पर्दैछ के रहेछ छिटो के रहेछ अम्बो के रहेछ छिटो 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 लु छिटो आयो 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 के रहेछ हौ अम्बो भरे ल आउ लगात आउने भाइ लु 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 आमा आनीको मिस्टेक भयो आनीको मिस्टेक भयो लु लु यसलाई अब रिसेट गर्नुपर्छ हामीले यसलाई सेट गर्नुपर्छ हामीले अब यो सेट गरेको छ कस्तो हो तिमी चाहिँ अब सेट गर्नुपर्छ यो पक्रि लाने पक्रिन अब देऊ न त्यो सबै पापालाई पढ्नु चाहिँ पढेको परेन संज्ञा पढिसक्यौ क्रिया अहिले लेखाउँछु नि म ए कस्तो बिजोक भयो बे सोचेको थिएँ सानो आउँछ भनेर ओइ त्यो टायरमा उयो हुन्छ हेर डल्लै इन्स्टल पो गर्नुपर्ने रहेछ उसले कुदाको उसले बोकेको म पछाडि बसेर पक्रिने यस्तो चाहिँ गाइस है पार्ट्स आएको छ यसको है आवाज हामी जोड्न लागेको है ग्यारोले चाहिँ यस्तो गर्छ ग्यारो साइकल चाहिँ यहाँनिर चेनहरू यो टाइपको गएको रहेछ हो यहाँ एउटा डिस्क छ है यो डिस्क पनि हाल्नुपर्ने छ यो पुरा चक्का यहाँ लडिरहेको छ हो
अब हेरौँ हामी कसरी जोड्नेछौँ यसलाई है हेरौँ त अब कता कता के रहेछ यो के हो यो त निक्लिन्छ है के हो यो नहाल्नु त सक्का यो नखोली त कसरी सकाएको छ यो त खोलिन्छ यसो गर्दा ए खोज्दै गयो त अन्त यो भयो हो यसको यो पनि पेपर पनि छ नि मैले बित्थान डोमाल मगाएँ आउँदो रहेछ नि गाडीमै योसँगै हो हाउडै अस्ति कति मगाइरहेको छ यहाँ छ यो सामानहरू यो रेन्जहरू सबै दिएको हुँदो रहेछ ए नट गर्दा ठिक हो त्यहाँदेखि रातो कस्तो हुन्छ त्यसको त उयो भेट्यो एउटा भेट्यो यस्तो होइन मलाई नि आउँछ कि यस्तो काम तर मलाई अलिकति यो चाहिँ रिक्सी लाग्यो यहाँ रहेछ ए हो अन्त हो यसरी छि कनेक्टहरू भेट्छ अहिले भरे जोडेर नानीको साइकल त पछाडि कुद्ने भइदियो भने त मार्छ नि मलाई त नानीले पाइडल हाल्दा ग्यार हाल्दा त पछाडि कुद्यो भने त मार्छ नि मलाई त अन्त त्यस्तो हुन्छ अन्त खासमा म त नर्मलै मगाइदिउँ भनेको थिएँ नि आमा चाहिँ हो नि त ग्यारोले भन्छ हो अन्त हेर यो त अन्त हेभी हुँदो रहेछ नि त हौ यसको त है अम्बो यसको पछाडि चक्कामा हेरौँ न अन्त अम्बो यस्तो हुँदो रहेछ हौ चेन हाम्रो गाडीतिर त्यो फ्यान बेल्ट हुन्छ नि बेल्ट त्यस्तो प्रकार लागेको हुन्छ हेर्नु न अम्बो उनीहरू अम्बो कस्तो प्रकारले गएको हुँदो रहेछ अन्त कहाँ सजिलो छ अन्त यसलाई त ठिकसँगले अब है जोइन गर्नु भने उयो अब यो माथिको यो बार होइन स्ट्रिङ बार अब यो पनि त ठिकसँग जोड्नु पर्ने छु यो तार सलिड गएको रहेछ यहाँ कनेक्ट भएको रहेछ यो के त छ यहाँ सबै दिएको हुँदो रहेछ यसको है ओ रेन्जहरू हेरौँ नि राम्रो लासा जोडिसकेर सामान उफ्रियो भने त माऱ्यो नि फेरि सामान उफ्रिनु चाहिँ भएन त्यहाँ छैन जेरो राम्रो हो ए त्यहीँ छ त अन्त क्या हो हो त्यो डल्लै खोल्नु त त्यहाँ पो रहेछ हो त्यो हो त्यसलाई घुमाउँछ त होइन त्यो ठुलो साइजमा यो भित्र पस्नुपर्छ एलएनकी हामीले पहिला यसरी कम्पनीतिर ड्राइभिङ गरेकोले गर्दा चाहिँ यो सबै कुरा हामीले यसो गर्छ यहाँ हाल्नु त यहाँ हालेर घुमाउँछ यस्तो भित्र यसै त्यो हाल्नु कुन चाहिँ साइजको हेरौँ न सानो त्यो ठुलो भयो सानो साइज हेर्नु त साइज देख्छ त त्यहाँ सबभन्दा सानो साइज हो त्यसले घुमाउँछ स्कुटी बाइकतिर चाहिँ यो युज गर्छ नि त यसलाई चाहिँ एलएनकी के भन्छ एलएनकी के भन्छ हौ नामै हान आज हो यसो घुमाउँछ त्यो खोल्यो हो त्यसो कसिन्छ स्कुटी बाइकतिर यसरी युज हुन्छ नि उयोहरू क्या के पो नटहरू रेन्जहरू नभएको नहुनेतिर यस्तो जग्गा यस्तो युज गरेको थियो मेसिनको यस्तो जोइनहरू ठुल्ठुलो बाइकहरूतिर अम्बो हेट हेभी हुँदो रहेछ नि त यो त अन्त म त कहाँ त्यस्तो नर्मलै सम्झेको थिएँ अन्त चेन त कस्तो प्रकारले गएको हुँदो रहेछ अचम्मै लाग्यो म त कहाँ सोचेको रहेछ त अन्त यो त बिग्रियो भने पनि मान्छे नै बोलाउनु पर्ने रहेछ मेकानिकै मुनि त अन्त यो कस्तो गएको रहेछ अन्त यस्तो ओ त्यसले सायद यहाँलाई के पो उयो भन्थ्यो साइकल भन्थ्यो राम्रो जुर्यो जुर्नु चाहिँ त राम्रो जुर्नु थिएछ कागजहरू किनिदियो त्यो माया त माया गर्छ कागज उता उयसो बाहिर कान्छ मेरो बाहिर हो नि भाइ त्यसले किनिदियो भने अस्ति बर्थडेको गिफ्ट थियो बर्थडे त यस्तो के नकिनिदियो भन्छु म त्यस्तो हेभी सामान कि नानीहरू त किनिदिइराख्नुपर्छ भोलि ठुलो भएपछि यस्तो इच्छा नि हुँदैन यो चिजहरू नानी हुँदा किनिदिनुपर्छ भन्छ अन्त होस् ठिक हो भन्छ भयो के भयो त्यो अनि छड्के भएर यो होइन त्यसो होइन यो नि यसरी हाल्नु पर्दछ हौ यो पस्यो है अनि पस्यो यहाँ
ओ त्यसरी त्यो त्यतै हो घुमेको अन्त यो चाहिँ कुन चाहिँ यो त्यसो लाग्नु पर्दैन त्यसो राख्नु पर्यो उता छ यताउति छ कता पर्छ एकछिन निकाल त यसरी हाल्दा छ नि यो पहिला नि यो ब्रेक प्याक ब्रेक प्याक आयो नि त आयो यो लायो देऊ त यो लामो कुन चाहिँ लामो ऊ त्यो लामो त यहाँ छ नि हाम्रो त्यो डल्लो हालेको छ त्यहाँदेखि स्प्रिङ पनि हालेको छ हालेको छ ऊ। कतापट्टि त्यो कतापट्टि यो डिस्कपट्टि हालेको छ कि कतापट्टि हालेको छ पोसेको छैन डिस्कमा अझै पोसेको छ एक प्रकार पोस्छ नि निकै यो डिस्कमा यो डिस्कमा पोसेको छैन नि तपाईँको यो तान्नुपर्छ होला अलिक एकछिन नै डिस्कमा पोसेको छैन नि तपाईँको साह्रै पोस्छ पोसे त अन्त कहाँ नपोसी थिएछ नि त अब भयो त अनि यो ओह्रालो ल्याउँछ नि यसलाई ड्याक्ड्याक ओह्रालो यसलाई ओह्रालो ल्याउनु होइन अझै 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 आएको खोइ ल्याउनु अहिले भयो त कहाँ पोसेको थिएन रहेछ अलिकति उयो खा भनेको रहेछ आगोलाई अनि दिमागको बत्ती जल्छ भनेको रहेछ एकछिन यता लेख्छ नि एकछिन के हेर्नु छिर्छ छिर्दैन तिमीलाई कसो गाड्ने हेर्नु त ए हो यो त्यसको होला यो गयो हो यो हाल्नु त टक्कै यो गर्नु हुँदैन घाट बिगार्नु हुँदैन गयो ल सोध्यो बस भयो त भन्दा हो हाम्रो कोही ल्याङ्की भयो त अहिले भयो त हाम्रो यो गर्नु चाहिँ गाइस हामीलाई धेरै टाइम लाग्यो है यो चाहिँ यो डिस्कमा हाल्नु चाहिँ है यसलाई है हामीलाई चाहिँ नभनेको पनि कति घन्टा लाग्यो 3 घन्टा लाग्यो 3-4 घन्टा चाहिँ लाग्यो हामीलाई यो डिस्क मिलाउनु चाहिँ यो पुरा मिलाउनु पर्दा चाहिँ यो एलिङको कस्ट पनि खास अर्को टाइपको उयो हुन्छ नि त्यो चाहिँ पाइप जस्तो हुनुपर्छ क्या यो यहाँ पाइप हालेर यस्तो घुमाउनुपर्छ यो खास हो त्यो लक अब उयो गर्नुपर्छ अलिक उता हौ त्यस्तो त्यो घुमाउनु न पहिला अन्त ब्रेक गरिरहेको छ ब्रेक गरिरहेको छ नि ब्रेक खसिरहेको छ नजान्नु पनि केही होइन अरे अलिकति साइकलमा नजान्नु पनि केही होइन त्यो ब्रेकमा पछि छ्याप्पै बन्द यो चाहिँ ब्रेक लागेको नि त्यो ब्रेक खोलेपछि यो फाँ हुन्छ त घुम्छ अहिले चाहिँ त्यो उयो गर न त्यो अलिकति टाइट गर्नुपर्छ त्यो अगाडिको कसरी कसेको छ नि यिनीहरू अगाडिको ठुलो पछाडिको सानो हुन्छ टायर कस्तो हुन्छ हौ यो अहिले होस् न यिनीहरू यो चाहिन्छ यस्तो तारहरू कि त्यो चाहिँ काटौँ यो तारहरू सँगालिदिनु पऱ्यो नि लाउन छोड्नु त त्यो ब्रेक त ओह्रालो भयो त अन्त तपाईँहरूको त यस्तो साइडमा हुन्छ होइन ब्रेक त खोल्यो त्यो त्यस्तो यो फ्रन्टको ब्याकको अहिले ब्रेकको तार काट्यो भने मारे हुन्छ नि त्यसो अत्ताली छ फ्ल्याटै ब्रेकको तार काट्यो भने फेरि मेकानिक बोलाउनु पर्छ नि अब भोलि चाहिँ त्यस्तो टाइट छु भन्दा ट्याक्कै पक्रेको छ
तिमीले त्यहाँ ब्रेकको तार काटिन्छ भनिरहेछ अन्त कहाँ आगोले काट्छ जोड्ने अब खोल्ने यही हो यो अगाडिको रहेछ है ब्रेक होइन ब्रेक त्यस्तै ओह्रालै हुन्छ भन्नु खोजेको यस्तो तेर्सो तेर्सो हुन्छ होइन भन्नु खोजेको कस्तो यसलाई घुमाउनु पर्यो भाइ ए त्यही त भन्नु खोजेको त मैले खोलेर चाहिँ यसलाई अलिक सजिलो बनाइदिनु हौ त्यस्तो भन्नु खोजेको खोलेर बनाऊ त्यो खोल्नुहोस् पहिला त्यो मुनि टाइट गरिहाल्नु न त्यो टायरको चाहिँ टायरको गरेर उतार बनाउनु त भन्न सक्सेस यस सक्सेस यदि इन्स्टल गर्नु मान्छे बोलाएको भए 15-16 त ठगिदिन्थ्यो भइहाल्यो ठग्दैन यो चाहिँ गाइस है चाहिँ ओह्रालो रहेछ है यता यस्तो रहेछ है र हामी चाहिँ यता पारिदिने अब है नट खोलेर चाहिँ यसलाई यतापट्टि सार्नुपर्छ क्या यो सबै एडजस्टहरू गर्नुपर्छ अब धेरै कुरो हेर्नुपर्छ यसरी होइन नानीले कुदाउने हो र नानीलाई कम्फर्टेबल हुनु पऱ्यो होइन र त्यही हिसाबले यो ब्रेकको तारहरू राम्रोसँग दिनुपर्छ होइन यसमा हातहरू फस्सिनु भएन खुट्टाहरू फस्सिनु भएन होइन अब रोडतिर यसो के काठहरू फस्सिनु भएन त्यसले गर्दा यो पनि सँगाल दिनुपर्छ है योहरू सबै बनाइदिनुपर्छ ब्रेकहरू यस्तो है यतिको यतिको यस्तो हो यस्तो यो चाहिँ ओह्रालो थियो है यसलाई चाहिँ हामी अगाडि ल्याउँदैछौँ है यसरी बनाउनुपर्छ हो यो भयो हो अब यो पनि यसो गर्नु त यो कहाँ हाल्ने नजान्नु केही होइन पहिला त कहाँ त कम्पनीमा गएर त बुझेको चिजहरू हुन्छ एउटै लेभलमा राखिदिनु है दुइटा हेर्नु न कता कम्फर्टेबल हुन्छ अब त्यतिको मैले इन्स्टलेसन मगाएको 2जनालाई साइकल इन्स्टल गर्नु दिनको कति 500 रुपियाँ एलएनकी ल्याऊ भन्छ एलएनकी के काँटी जस्तो रहेछ त त्यही सेटै लगाएको छैन मैले कडा हुँदछ नि त ब्रेक त है हाम्रो यो लुक छ यो कडा हुन्छ यो चाहिँ यो लुक खोल्नेहरू है के हो गियर लाउने त्यो त ए गियर पो रहेछ त 1 2 ए खोइ अन्त खोइ 7 सम्म पुग्यो त खोइ अब ब्याक यता गर्नुहोस् न कता के भयो त्यता रहेछ घटाउने चाहिँ मुनि रहेछ हो 3 छन् जान्छ नि आमाम एक वाला साह्रो कुद्दैन होला स्लो कुद्छ यति अलिक लुज हुन्छ होला यो सजिलो छ गियर है हाल्नु यो चाहिँ झर्छ कि है भने साइकल कुन चाहिँ ए त्यहाँ रहेछ नि त त्यो अन्त चेन झर्नु परेन चेन झर्दछ नि त जति ट्याक गर्छ नि यो चेन चाहिँ झर्दै जाँदो रहेछ त्यहाँदेखि यता एडजस्ट ए यो पाइडल लाग्छ नि त पाइडल अहिले पाइडल बेच्नु कुदाउनु नानीले बहिनीले आज नेपाली चाहिँ साइकलले गर्दा बिगाड्यो होला त्यसै त नेपाली होइन त्यो चाहिँ नि त्यो छ नि त्यो यो अघिको तिमीले यो कहाँ लाग्छ भन्दै बोतल उयो राख्ने हो के पो लेख्छ भाइले आउनु पऱ्यो चलाउने साइजलाई लगिहाल्छ त लामा गाइस रेडी आउ चाहिँ रेडी भयो के हो बस एकछिनै लु रेडी ओके लु छिटो लु निकाल्नु सोरुमबाट निकालेको त यो त लु त्योहरू पर्दैन ए त्यो के लाउनु पर्छ वाउ लु रेडी भयो आमा टत्तु बनाएँ लु हिँड्छु लु Kalian kakak thank you for new cycle.